साँच्चै भन्नुस् त छातीमा हात राखेर फिलिङ्स त अर्काकै बुढीसित आउँछ अब नै। के होला भनेको त यस्तो कुराको रहेछ। पागल नि आइमै दिमाग सकिएका। वक्त भी दे, प्यार भी दे और ख्याल भी रखे। ल नै नेपालमा हुने साथीहरू सासै जान लागिसकेको साह्रै गाह्रो भइसक्यो। माया पनि गरिदिनुहोस्, ख्याल पनि गरिदिनुहोस्। ल त म त धेरै गाह्रो छु। अनि थोरै लाज लागे भए अनि किन अलिकति मात्र खोलेको त? पुरै खोल्नु नि, अनि लाज लाग्दैन कि? बङ्गाली पाकिस्तानीसँग रम्बल घारी जाँदा तिमीहरूलाई डाहा लाग्यो होइन? छैन हामीलाई किन डर लाग्ने? तिम्रो पापड तिम्रो खुसी। तिमी जोसिएलाई खाऊ, बङ्गालीलाई खाऊ कि पाकिस्तानीलाई खाऊ कि या नेपालीलाई खाऊ, तिमी त्यो दुबईमा गएको त्यही पापड खाउनु गएको रहेछ होइन? हो केटाहरू पागलै भन्छन्। त्यही भएर त हेर त त्यहाँ छातीमै टाँसेर बसे एउटा मान्छे पागल भयो। इच्छा त के हुन्छ नि, के छ तर म भन्दिनँ सबै कुरा। हाम्रै केटाहरूले भन्छ। ल भन्दै त केटाहरू कमेन्ट गराउ त के छ तिमीहरूको इच्छा। ल हेर बहिनी, तिम्रो कसैले कुरा सुन्दैन। तिम्रो त्यही भगटे मात्र हेर्ने। त्यही भएर यस्तो विधि भगटे देखाएर नाच्ने नगर। के भएको अचल काहीँहरू तेरिका। के हेरे हो केटाहरू? ल भन त त्यहाँ माथि कतिवटा भगटे थियो, अनि त्यहाँ भैँसी बाख्रा कतिवटा थियो? थाहा छ कि मलाई तिमीहरूले के हेरेछौ भनेर। आन्टी जय रवि दाई। हामी फेरि कुट्नेछौँ, हामी फेरि लुट्नेछौँ, हामी फेरि डल चोर्ने भन्नेछौँ, हामी फेरि छुट्नेछौँ। हामी तपाईँलाई सधैँ इज्जत दिनेछौँ र साथ सपोर्ट त्यति नै दिनेछौँ। जय। आँखा झिमझिम झिमझिम भो, जोवन दिम 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 भो। ल केटाहरू भन त, साँच्चीकै तिमीहरूको आहा झिमझिम भएकै हो र? मेरो त केही नि भएन त। भएको त केटा हो, भन्दै हो त केटा हो, भन्दै हो। आँखा झिमझिम भएछ।